आज चाहिँ म नयाँ ब्लग लिएर आइरहेको छु गाइज। म चाहिँ होइन बेलुकाको टाइममा चाहिँ टक्कसँगले चाहिँ यहाँनिर चाहिँ मन्दिर सन्दिर रहेछ होइन, टक्क लाएर यहाँ म आइरहेको छु गाइज। अनि यहाँ चाहिँ पुरानो ऐतिहासिक मन्दिरहरू रहेछ होइन, पहिलाको एकदम मजाको रहेछ। यहाँनिर चाहिँ सबै मान्छेहरू पैदल यात्री गर्दो रहेछ र म पनि त्यही अनुसार यो भिडमा पैदल यात्री गरिरहेको छु गाइज। हेर्नुहोस् है गाइज, यहाँनिर चाहिँ पुराना मठ मन्दिरहरू एकदम काठले बनाएको रहेछ, एकदम दामी लाग्यो होला होइन। टक्कसँगले म चाहिँ यहाँ मेरो साथीले चाहिँ मेरो भिडियो बनाइदिइरहेको छ अनि यो चाहिँ एकदम बवाल लाग्यो मलाई। अनि टक्कसँगले म चाहिँ यहाँनिर चाहिँ यसो घुम्दै आउँदाखेरि चाहिँ यहाँ एउटा अवसर मिल्यो गाइज। चाहिँ काठमाडौँको भक्तपुर साइड पर्दो रहेछ, भक्तपुर नै होला सायद होइन, यहाँ कसैलाई सोध्ने कुरा होइन। सबै आफ्नो धुनमा छ, फोटो खिच्ने, टिकटक बनाउने होइन, कुनै ब्लग बनाउने आफ्नो धुनमा रहेछ गाइज। एकदम दामी छ। बेलुकाको साँझमा यसो चाहिँ घुम्न निस्केको छु। पुरानो पहिलाका राजाहरू बस्थ्यो अरे क्या, यो माथिको होइन टप यो छ नि, यो चाहिँ नयाँ बनाएको रहेछ। पुरानो मन्दिरहरू रहेछ होइन। टक्कसँगले यो चाहिँ कुन एरियामा पर्छ भन्दाखेरि चाहिँ ठमेल छेउछेउ पर्दो रहेछ। यो चाहिँ एकदम पुरानो माथिको मन्दिर चाहिँ हेर्नु न गाइज। यो चाहिँ राजाहरू बस्थ्यो अरे क्या, पहिला राजाहरू बस्थ्यो अरे, अहिले चाहिँ छैन राजै। भएको कारणले चाहिँ यहाँ सबै मान्छेहरू घुम्न आइरहेको छ क्या। कति चाहिँ एक्सर्साइजको रूपमा आउँदैछ, कति चाहिँ होइन यहाँ घुम्न यसो पैदल यात्री भएर आउँदो रहेछ। ल बाई, नमस्ते, गुड नाइट।